किसान बुढा। हामी चाहिँ अहिले यो फलाबाङमा त्रिवेणी गाउँपालिकामा सबैभन्दा पहिला बन्द गरिएको पार्कमा हामी काम गर्दैछौँ। हामी यहाँको युवा जनशक्ति हौँ। हामीले सर्वदान अलि धेरै सर्वदान अरू अन्यभन्दा धेरै सर्वदान गरेर आफैले नै केही नाम कस्तो नाम राख्दा ठिक होला भन्न सक्नुहुन्छ। बरु आएर हामीलाई सहयोग गर्न सक्नुहुन्छ, सर्वदान गरेर हामीलाई सहयोग गर्न सक्नुहुन्छ। अब यहाँ चाहिँ बजेट एकदम कम परेको छ। यहाँ चाहिँ चाहिन्छ धेरै छ। अब घेरबार चाहिन्छ यताउता बस्नलाई चाहिने, अनि एकदम धेरै सोचेका छौँ। यति मात्र बजेटले नपुग्ने भएका कारणले कार्यपालिकाबाट केन्द्रबाट के राम्रो अलि धेरै बजेट पारिदिनु हुन अनुरोध गर्दछौँ। सट्ट घुम्न जाँदै गरेछु आज। सर घुम्न जानु पर्यो पनि होइन। हाम्रो यो सट्टलार गाउँठाउँ है, यो चाहिँ हाम्रो फलाबाङको बन्दै गरेको हाम्रो पार्क हो गाइस। यहाँबाट भ्यू राम्रो हेर्न सकिन्छ। यहाँको दृश्य लुहाम डाँडा काँडा हेर्न आनन्द लिन सकिन्छ गाइस। साथसाथै म खलङ्गा जाँदै गरेको हो यो खासमा। खलङ्गा जाँदै कुद्दा गाडी ढिलो गरेर ठ्याक्क गाडी आयो, फेरि गाडी चढिहालेँ म। गाडीबाट झरेर सट्ट लगाएर खलङ्गा जा। त्यसपछि मेरो प्रशासनमा नि काम सक्यो। त्यहाँबाट म फेरि फर्केर घरतिर आएँ। म यही हस्त नबस्दा फेरि